अब जस्तै बलिउडकै अहिले एकदमै भाइरल रिल छ नि त होइन, आमिर खानलाई लापता लेडिजबाट चाहिँ किरणजीले निकालिदिएको कुरामा होइन, तपाईँले चाहिँ कसरी कन्भिन्स गर्न सक्नुभयो त कृषाजीलाई? किनभने एक्सन त तपाईँले पछि फिल्मको लागि सिक्नु भयो नि त। यस्तो हुन्छ के अरे एउटा पोइन्ट थियो क्या, एकदमै अब बडी बिल्ड गरेर बस्नुपर्छ कि भनेर सोच चाहिँ आएको हो। तर न्युट्रल बस्दाखेरि के राम्रो भने 3 महिना 6 महिनाको मेहनतले अलिकति बल गर्न नि पाइन्छ। फेरि अलिकति जस्तै प्रकाश हामीले पूजा साकी गर्दा गर्दा म 63 पुगेको थिएँ वेट त्यो बेलामा। 25 दिनमा 5 किलो लुज गरेको त्यो फिल्मकै लागि पर्टिकुलरली होइन। अनि रियलाइज पनि भएको थिएन कति भइसकेको थियो वेट भनेर। हेल्थ पोस्टमा सुटिङ थियो, त्यहाँनिर मेजरमेन्ट देखियो। मेरो ट्रेनर हाम्रो सुरसँगै थियो, नापिदिउँ त भनेर नापेको त 63, जबकि मेरो टार्गेट 65 मात्र पुऱ्याउने थियो 70बाट होइन। उठ्दाखेरि त भन्न रिगर्ट लाग्यो, त्यतिखेर रियलाइज भयो मलाई त धेरै घटेछु भनेर होइन। सो यो फिल्मको लागि पर्टिकुलरली प्लान गरेर यस्तो चाहिन्छ भनेरै गरेको हो होइन। अनि अरू सबै आर्टिस्ट थियो। अडिसनको कुरा गर्ने प्रकाश चाहिँ अडिसन धेरै गरेको। प्रकाश फेरि मेकरले अडिसन मागेर पनि होइन, तपाईँहरू मेरो ब्याकअप सोच्दै गर्नु, इनकेस मैले सकिनँ भनेदेखि डिरेक्टरको भिजन, राइटरको थट, प्रड्युसरको पैसा चाहिँ डुब्नु हुँदैन। बरु प्रदीपले सकेन भनेर निकाल्नु, मलाई चित्त दुखाइ हुँदैन, ब्याकअप सोच्नु भनेर भनेको। अनि 2 महिना जति मैले अनुशासन क्लास र ल्याङ्ग्वेजहरू सिकेर अडिसन दिएर गरेको। यो फिल्ममा चाहिँ दिदीले प्रदीप भयो भने फिल्म बनाउँछु, नभए बनाउँदिनँ भनिसकेपछि मैले पनि के गर्नुपर्छ म गर्छु भनेर यसरी इन भएको हो। यो सबै चिज सिनर्जी हो, प्रत्येक प्रोजेक्टको चाहिँ आफ्नो आफ्नो एउटा भिजन थट हो। यो चाहिँ टोटली कृषा दिदीले चाहिँ प्रदीप हुँदा र यो होल टिमलाई यसरी राख्छु भन्ने थट हो। दिदीले भन्नुभएको चिज मलाई एकदमै रिलेट कहाँ भइरहेको थियो भने यो क्यारेक्टर यस्तो देखिनुपर्छ भन्ने कुरा एकदम क्लियर कट डिजाइनरले एउटा इनपुट दिन्छ, स्टाइलिस्टले एउटा दिएर होला, मेकअपबाट एउटा इनपुट होला, तर होइन मलाई यो चाहिएको होइन, मलाई यो चाहिएको भनेर एकदम भिभिडली एन्भिजन गरेर बस्नु भएको मान्छे हो। र मलाई पनि कसरी देखाउने भन्ने कुरा उहाँले सोचेर लिनुभएको थियो होइन। अडिसन भन्दा नि हामी त्यो प्रोसेसमा गयौँ, हामीहरू गर्ने नै हो भन्ने प्रोसेसमा गयौँ। दिव्याजीलाई क्वेसन म रिपिट गरिदिन्छु। क्यारेक्टर अब्जर्भेसन, क्यारेक्टर पाइसके पछाडिको क्वेसन सोध्नु भएको छ। अलि अगाडिको कुरा गर्ने भनेदेखि क्यारेक्टर भनेको चाहिँ युनिफर्म जस्तो मात्र लाग्थ्यो मलाई। पुलिसको ड्रेस लगाएपछि पुलिसको क्यारेक्टर, डक्टरको ड्रेस लगाएपछि डक्टरको क्यारेक्टर भयो होइन। अनि एउटा हिन्दी फिल्म हेऱ्यो, पुरै रक्सी खाएर अपरेसन गरिरहेछ होइन, यो कस्तो खालको डक्टर हो भन्ने भयो कि। अनि त्यस पछाडिबाट क्यारेक्टर भन्ने चिज चाहिँ अलग हो कि भने जस्तो लागेर म खोज्नपट्टि लागेको थिएँ। पिताम्बर आइसक्दै गर्दाखेरि चाहिँ लास्ट सेसनमा पनि हामीले कुरा गरेको, मान्छे यतिकै भाइलेन्ट भयो। अहिले मैले तपाईँलाई प्रायः पिटी भनेदेखि त्यो त बौलाएछ भन्छ होला नि होइन, कि त चाहियो नि त होइन। भनेपछि यो त्यसरी एकदमै आवेशमा आएर एड्रिनल रसले गर्दा साइकोटिक भएर साइकोप्याथिक हिसाबको एग्रेसन होइन होइन। हामीले लास्ट सेसनमा पनि कुरा गरेको थियौँ, कुनै पनि एउटा बिरालो नै किन नहोस् त्यसलाई कर्नर पारियो भने त्यसले पन्जा मार्छ नि त होइन। फाइट ब्याक गर्ने भनेको चाहिँ आफ्नो एक्जिस्टेन्सको लागि त फाइट ब्याक गर्छै गर्छ। यो चिज त्यस्तै खालको एउटा आफ्नो फ्यामिलीको लागि, आफ्नो एउटा आइडेन्टिटी या भनौँ एक्जिस्टेन्सको लागि गरेको फाइट ब्याक हो। यो कुनै एकदमै बढी पावर भएर पैसा भएर तुजुकले गर्दा आफ्नो प्रेजेन्स देखाउनलाई गरेको एक्सन होइन। यो आफ्नो फ्यामिलीको लागि गरेको एक्सन। यो सबैजनाले रिलेट गर्न सक्नुहुन्छ। र तपाईँले पनि मलाई पनि यस्तो परेको भएदेखि यस्ता 100 जना होस् म पनि यसरी नै मेरो लागि फाइट गर्छु, जसरी अघि विशालजीले चाहिँ कृषादिको लागि म जे पनि गर्न सक्छु भने जस्तै खालको फिल्म हो यो। हामी सबैजनाले हाम्रो फ्यामिलीको लागि जे पनि गर्न सक्छ नि त्यो फिल्म हो पिताम्बर। र क्यारेक्टर अब्जर्भेसन मैले आफ्नै फ्यामिलीसँग रिलेट गरेर अनि कसरी चाहिँ मैले सानो फिजिक भयो भने पनि या कसरी एक्सनलाई चाहिँ मोर लजिकल या मोर कन्भिन्सिङ वेले गर्न सक्छु भन्नेमा चाहिँ बढी फोकस गरेँ मैले। मैले कृषाजीलाई एउटा क्वेसन सोध्न चाहेँ। यो हामी 1 वर्ष जति लगभग भइसक्यो, एकजना हिरोको टाउको 1 हप्तामा एकचोटि पिक्छ। हजुरले यति धेरै सुपरस्टारहरू एकैचोटि राखेर जुन तरिकाले चाहिँ यो पिताम्बर बनाउनु भएको छ, यो बनाउनको लागि उहाँहरूलाई फकाउनको लागि मनाउनको लागि अलिकति सबैभन्दा धेरै चाहिँ गाह्रो कसलाई कोसँग पर्यो हजुरलाई? थ्याङ्क यू फर द क्वेसन। यो कसैलाई पनि परेन र चलचित्र बनाउन म फकाउन चाहिँ जान्न। बाइ द वे मेरो स्क्रिप्ट लिएर जान्छु, त्यसपछि उहाँहरूलाई मेरो स्क्रिप्ट पिच गर्छु। यदि उहाँहरू कन्भिन्स भयो भने काम गरिन्छ, होइन भने अर्को स्क्रिप्ट गरिन्छ होला। किनभने फकाएर गरेको चलचित्रमा त्यहाँ आर्टिस्टको प्रेजेन्स हुँदैन, त्यहाँ शरीर हुन्छ, आत्मा हुँदैन। सो त्यही भएर जतिजना पार्टिसिपेट हुनुहुन्छ यो फिल्ममा सबैजना सोलबाट कनेक्ट हुनुहुन्थ्यो। र मैले धेरै इन्टरभ्यूमा भने पनि छु, यति सहजै भयो कि यो काम केही पनि फोटै लाउनु परेन।
कसैलाई पनि रिमिटिङ पनि गर्नु परेन। जब जतिखेर कुरा भयो ल अब यो दिन साइन गर्ने भनेर हामीले ऱ्यापअप गरेका थियौँ। सायद स्टोरी नै कनेक्ट भएको थियो होला उहाँहरूलाई। अरूहरूले पनि सुन्नु पर्यो नि त पछाडि। सबैलाई चाहियो दाइले पनि चाहियो नि त। नमस्ते, अनुप भट्टराई बोल्दैछु है, अगाडि छु। एउटा लेडी डिरेक्टरले फिल्म बनाउनु भएको छ। यति धेरै लेडिज कलाकारहरू हुनुहुन्छ, गौरी मल्ल पनि हुनुहुन्छ होइन, तर लेडिजहरूको डायलग चाहिँ किन राखेन होइन प्रत्यक्ष रूपमा एउटा यो फिल भएको छ मलाई होइन। हुन त ओपनिङमै छ अन्त भन्दै लाग्थ्यो फेरि एकचोटि हेर्ने हो भन्नु लाग्थ्यो। ओपनिङमै छ तर जसरी राखेको छ नि त्यसरी किन राख्न चाहनु भएन या एडिटरले मान्नु भएन एउटा यो प्रश्न। र सँगसँगै आजकल चाहिँ फिल्महरूको सुरुमा चाहिँ लगानी मेरो यति भयो त्यति भयो भनेर प्रड्युसरहरूले भन्नुहुन्छ है। तत्पश्चात जब फिल्म रिलिज हुन्छ तत्पश्चात एक प्रकारको व्यापार गर्छ नि, अनि उहाँहरूको बजेट घट्दै 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 जान्छ क्या। तपाईँहरूको खास बजेट कति हो यो फिल्मको? त्यो बजेट पनि बुझ्न जरुरी छ, किनभने 2081 सकिँदैछ। तपाईँहरूको फिल्म सँगसँगै 2081 पनि सकिँदैछ। एकदम क्रिस्टल क्लियर भएर बोलिदिनु होला, भोलि मुख नफेर्ने गरी, शब्दहरू परिवर्तन नहुने गरी। फर्स्ट अफ अल लेडिजहरूलाई स्पेस दिएन भन्ने कुरा एउटा बिङ अ लेडी डिरेक्टर होइन। फर्स्टमै यो फिल्मको मोटिभ नै एउटा केटी मान्छेबाट उठाइएको छ र तिनटै हाम्रो चलचित्रको हिरोइनहरूबाट टेलर सुरु गरिएको छ होइन। त्यहाँ तपाईँहरू आवाजलाई मात्रै पावरफुल मानिरहनु भएको छ भने त सुरुमै आवाजबाट देखाइएको छ कि जब जब एउटा नारीको अस्मिताको प्रश्न हुन्छ तब के हुन्छ भनेर त्यत्रो महाभारत भएको देखाइसक्यो होइन। त्यसै चलचित्र नै लेडिजको लागि भने अब बाइ द वे होइन, यहाँ त मेलहरू आएर फाइट ब्याक मात्रै गरिरहनु भएको छ होइन त्यो कुरा। अनि अर्को बजेटको कुरा गर्दा चाहिँ हामीले डिक्लियर बजेट यति उति भनेर अब यो भन्नै पर्ने प्रेसर हो भने त अर्कै कुरा हो होइन। तर एउटा राम्रो चलचित्र बनाउनलाई जति लगानी लाग्छ तपाईँहरूले आकलन गर्नुभएको छ, यति धेरै कलाकारहरू पनि हुनुहुन्छ होइन। राम्रो लगानीमा तर ठुलो लगानीमा होइन, राम्रो लगानीमा सबैले कोअपरेट गरेर राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ। हामी बिलो 5 मा छौँ, हामीले बिलो 5 मा पनि यति उत्कृष्ट चलचित्र बनाउन सक्षम भएको छौँ। कतिको सम्भावना होला त अब रिलमा पनि बलिको अन्त्य गर्नको लागि के खालको काम छ कि छैन होला, अथवा आउँछ आउँदैन होला, यहाँले कसरी बुझ्नुहुन्छ होला? यस्तो छ, राम्रो नराम्रो भन्ने त सबै पार्ट हुन्छ होइन। अलिकति अगाडिबाट कुरा गर्ने हो नि, पहिला कस्तो हुन्थ्यो भने लोकको फाइट हुन्थ्यो, पुरा पाताल लोक अनि हामी चाहिँ पृथ्वी लोक अनि स्वर्ग लोक होइन। लोकमा यता पुरा देउता बस्ने, एउटा मान्छे बस्ने, यता राक्षस बस्ने हुन्थ्यो होइन। त्यस पछाडिको युगमा आए पछाडि कन्टिनेन्ट रावण श्रीलङ्कामा बस्ने, राम इन्डियामा बस्ने, इन्डियाको सबै राम्रो उताको सबै नराम्रो जस्तो भयो होइन। त्यसपछि महाभारतकालीनमा चाहिँ फ्यामिलीभित्र आइपुग्यो क्या, दाइ खराब भाइ राम्रो होइन, फ्यामिलीभित्र आयो। आजको युग भनेको चाहिँ एउटा इन्डिभिजुअलभित्र आएको छ, हामीभित्रै राम्रो छ हामीभित्रै नराम्रो छ होइन। जुन दिन हामी आफूलाई चाहिँ इथिक्स र मोरलमा राखेर काम गर्छौँ त्यो दिन चाहिँ सबै चिजहरू सुध्रिन्छ। जय पिताम्बर। मेरो प्रश्न है त एकचोटि आज तपाईँहरूलाई, जसलाई जस्तो जस्तो पात्रमा देखाइएको छ नि कन्भिन्सिङ हुनुहुन्छ? राम्रो लाग्यो? पत्रकारहरू सबै मौन बस्नुभयो। तपाईँहरूले प्रश्न मात्रै गर्ने राइट हो, उत्तर नदिने हो। Make some noise for artist.